हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। आइ होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। यो चाहिँ हामी पोखरा घुमिसकेपछि चाहिँ चितवन जाँदै गर्दाखेरिको यो बाटोमा गाडी रोकेर चार्ज गरेर अनि हामीले चाहिँ यो बाँदरहरूलाई चाहिँ यहाँ चाहिँ जिस्काइराख्नु भएको छ, भान्जू र भेनाजु भएर। अनि हामी चाहिँ एकदमै इन्जोय गर्दै रमाउँदै चितवनसम्म निस्केका छौँ। र यो भिडियो चाहिँ भिडियोमा चाहिँ भोइस पछि मैले हालेको छु है, सो हेर्नु होला। हामी के गऱ्यौँ, चितवन गएर कहाँ कहाँ घुम्यौँ, के गऱ्यौँ, सबै भिडियो चाहिँ यसमै छ। र अनि हामी चाहिँ सबै घुमघाम सकेपछि हामी चाहिँ पोखरा सरी काठमाडौँसम्म फर्केदासम्मको अन्तिमसम्मको भिडियो चाहिँ यही भ्लगमा देख्न सक्नुहुनेछ। सो हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला र हामी सँगसँगै इन्जोय गर्नु होला भन्न चाहन्छु। र अन्तिमसम्म हाम्रो भिडियोलाई हेरेर साथ सपोर्ट माया गरिदिनु होला। धन्यवाद। गाइस कस्तो लाग्यो? यता दर्शक हेलो, हामी चाहिँ चितवन आइपुग्यौँ। चितवन सफारी रिसोर्ट प्राइभेट लिमिटेड हेर्न सक्नुहुनेछ हजुर चाहिँ यहाँ। अब हामी चाहिँ लियो फ्राइड गर्दै बजार घुम्न जान्छौँ। आउनु ल गाडी आउनु। ए वाउ, कति राम्रो छ नि। अब कता टाढै घुम्नलाई अब घुम्न जान्छौँ यसरी हिँड्दै लाएर होइन गाइजहरू। चितवन बजार हेर्छौँ। बिहान त हेर्न पाइन्छ नै, भोलि त घुम्ने नै हो। तर आज राति हेरे जस्तो हुँदैन। रातिको झिलिमिली बत्तीहरू हेर्न छुट्टै मजा हुन्छ। त्यही भएर चाहिँ हामी जाँदैछौँ घुम्न। लेट्स गो घुम्ने ठाउँमा ए चितवन बजार। अब सौरात के जाने त्यति बेला बाघ आउँछ, बाघ। बिथाकामा ज्याकेट खोलेर उता गाडी आउँदैन हेर्न सक्नुहुनेछ। हो माइ गड, झिलिमिली राम्रो चितवन बजार। कता जाने हामी? यतै जाने है, यताबाट आएको होइन कि कहिले भन्यो कन्सर्ट? त्यसमा नजाने रे, डान्स हेर्नु भने होइन। त्यो मै नाचहरू के हेर्नु खै? ए हेर्नु होला साथीहरू, यो चाहिँ के अरे छत्री होइन दिदी? छत्री होइन यो? छत्रीमा लाइट। वाउ, छत्रीको लाइट हेर्नु नि माथि छत्रीमा। यो चाहिँ प्राय सफारी नै देखिरहेको हुन्छु मैले चाहिँ, सफारी नै देखिरहेँ। जता हेरेँ त्यतै राम्रो। म त यतै बस्छु क्या हो, मान्छेले पोखरामा बस्छु भने जस्तो क्या। कति राम्रो नि। गैँडा चोक म त सुन्नु भने बल्ल भन्यो भने। तिमीलाई त्यतै होइन र? शपिङ सेन्टर
Hello guys, welcome to Saura Chhatia Marg and welcome to my new video. चितवन को चाहिँ डे 3 को भिडियो आउँछ साथीहरू है। एक दिन बन्दीपुर यता काठमाडौँदेखि पोखरा गएको भने एउटा पोखराको पुरै फुल भिडियो र अर्को चाहिँ यो सौरा है चितवनको आउँछ साथीहरू। हेर्दै गर्नु होला, हेर्नु होला कति राम्रो साथीहरू। आइपुग्यौँ हामी सफारी चितवन रिसोर्ट। अनि यो टाइममा चाहिँ मलाई यस्तो धेरै यो भएको थियो क्या, रुगापोकी लागेर स्वरहरू एकदमै भाँसेर बसेर होइन, स्वरहरू एकदमै कस्तो आएको छ है, आफैलाई सुन्दा पनि कस्तो लाग्ने स्वरहरू आएको थियो। सो मेरो स्वरलाई चाहिँ इग्नोर गरिदिनु नराम्रो आएको छ, त्यही नै हो। तपाईँहरूलाई कस्तो लाग्यो गाइजहरू? चितवनले मन छोयो कि छैन? धेरै मन छोयो मेरो चाहिँ, दामी लाग्यो। चितवन राम्रो एकदम भन्नलाई चाहिँ अब चितवनमा त्यही उता छ नि भने जस्तो। तर आइपुग्यौँ हामी। हेलो, गुड मर्निङ चितवन। गुड मर्निङ भेनाजु। भेनाजु गुड मर्निङ। हेर्न चिसारो भौलारो बसेको गुड मर्निङ नानी। छोरो गुड मर्निङ। गुड मर्निङ चितवन भनिदियो। गुड मर्निङ चितवन भनिदियो न एकचोटि। गुड मर्निङ चितवन भन न, रिस उठ्यो नि। गुड मर्निङ चितवन भनिदियो। नभन्ने मामु रिसाउँछ। गुड मर्निङ चितवन भनिदियो नि त एकचोटि। गुड मर्निङ भान्जो। सफारीमा छ चिसाउँदो। यो लगाइदिनु त क्या पार्लाई भइहाल्छ नि। तालु सकिन्छ। सर्ट लाउनु भने नलाउने रे। हामी चाहिँ अब यसरी सफारी गर्दैछौँ होला है। 2 घन्टाको लागि सफारीमा निस्क्यो अरे त। त्यो भुइँमा राख्नु अब हेर्नुहोस् माइतीलाई लो भन्नुहोस्। गइडा कुट होला यो गएको ठाउँ हो यो चाहिँ। हिजो रातिको भ्यू पनि हेऱ्यौँ हामी त्यहाँबाट। चितवन सौरा घुम्न जाँदाखेरि चाहिँ यसरी जिपमा चढेर अनि त्यो जङ्गलपुर भ्रमण गराउनु रहेछ क्या। त्यहाँ चाहिँ अब के जनावरहरू देख्न पाइँदैन। एक्साइटेड थिएँ म चाहिँ। अनि 2 घन्टाको जुन एउटा सफारी भन्दो रहेछ होइन, जिपमा यसरी घुम्न पाइँदो रहेछ, त्यसलाई सफारी भनिने रहेछ। अनि त्यहाँ चाहिँ अब के जनावरहरू हुनुहुन्छ, कुन दिन अब निस्कियो भनेदेखि होइन, लकको कुरा हो, निस्क्यो भनेदेखि हेर्न पाइने रहेछ, नपाइने रहेछ। त्यसको लागि चाहिँ म एक्साइटेड थिएँ होइन। अनि जिप सफारी पनि गऱ्यौँ हामीले चाहिँ। हेर्न सक्नुहुन्छ कति धेरै मान्छेहरू त्यसरी नै गइराख्नु भएको छ अरे। टिकट काटेर अनि फर्केर हामी जानु त्यही बाटो जाने हो नि त। सौरा गेट
चितवन सौराहा किन रोके यार सब यसरी नै है चितवनमा हात्ती आएर के गर्यो भनिन्छ नि यसरी अनि जङ्गलमा बस्तिरहेछ अनि हात्ती नआएर के आउँछ त नि चाहिँ घर घरमा हात्ती नआएर हुन्छ होइन जङ्गलमा बस्ती बसाउनु भएपछि हात्ती आउँदैन त साथीहरू को डराउँदैन मलाई त भने सुन्न थियो कपाल चाहिँ टन्नै उडाउनेको कपाल उडाउनु चाहिँ कहीँ जानु पर्ने के आयो ऊ हात्ती ऊ पर हात्ती उहाँ पर गोठमा गोठ भन्दा नि ऊ त्यस्तो उ गरेर छानो बसाएर रहेछ कि म त झन् मान्छेलाई नि के रहेछ अरे देखाइदिएन यसरी जिपमा बसेर हामीले चाहिँ भक्कले हात्ती देख्यो हामी के जनावरहरू देख्न पाइन्छ त्यो चाहिँ लकको कुरा हुन्छ अरे साथीहरू बाहिर कति बेला निस्किन्छ भन्ने थाहा हुँदैन रे देखिन पनि सक्छ बाहिर निस्क्यो भने नदेखिन पनि सक्छ त्यसरी सबै हात्ती देखेन भन्ने माफ गर्ने होला हात्ती त अघि देखिसक्यो गाडी चल्यो भन्ने राखेको चाहिँ यसरी जङ्गलबाट पुत आयो भने चाहिँ देखिन सकिन्छ जुन बेला पनि देख्न सकिन्छ कि अब निक्लेको टाइममा अब त्यो निक्लेको बाघहरू त अब त्यो ठ्याक्कै निक्लेको टाइममा मात्रै हो होइन जिप सफाइ अब त्यो अरू जनावर बस्दैन बाघहरू होइन सम्मान धेरै छ त्यति बेला यो टाइम भनेको फेरि जङ्गलदेखि राम्रो टाइम पनि धेरै गरी भेटिया छैन नि त गर्मी टाइममा सबै जङ्गल बस्छ आलबसला गैडाहरू बाहिर देखिँदैन होइन बाहिर हुन्छ देखियोस् बाघ मात्रै सबै देखोस् एकदम त्यो नेसनल पार्कले चाहिँ बिल्कुल बनाएको छ नोइन्टीमा चाहिँ इन्डी हुँदैन त्यो दुईवटा किसिमको कारणहरू होला नोइन्टीमा पुरै सिसी क्यामेराहरू सब छ त्यो लोकै बोलेर के लाग्यो सिसी क्यामेरा सिसी क्यामेरा राखेको छ मोबाइलले पास एउटा जम्मा गरेर हेर्छ गाई छ मेरो मान्छेले गाडीमा लोकेसन हालिदिनुहुन्छ कमेन्ट गरिदिनु होला यहाँ जराइरहेको छ भाले हो स्टुडियो सिङ भएको छ भाले देख्यो सानो
देख्यो 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 जलायो भिडियोमा चाहिँ देखाएको छैन सिङमा चाहिँ नजिकबाट देखिन्छ ए देखिरहेको रहेछ यहीँ अगाडि यहीँ छ त सानो हो सिङ मात्रै देखेको छ पुरै देखाएको छ त मैले पुरै देखाएको छु कुर्ता बाइक जरायोलाई बाई बाई हेरी बस्दै छ हो र फोटो खिच्नुपर्छ हाई 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 हजुरलाई नि रमाइलो भइरहेछ नो इन्ट्री त्यता चाहिँ के हो पाँच तले टावर यही होला होइन सिधै भएको हो यो ए मुद्दा परिरहेको छ सुरुमा चाहिँ नेसनल पार्कले बनाएको अग्रणी थियो पछि नेसनल पार्कमा पर्छ भन्यो किन भइरहेको छ कि मुद्दा छ यसमा उहाँ भित्र बसिरहेको के बसिरहेछ ए नाच्न लागेको हो त्यो त्यही 5 तले उसको अगाडि त्यो घरको छेउमा के छ र के मयूर हो कहाँ? ऊ त्यो घरको त्यो उसको छेउमा हेर न घर र उ- यहाँ हेर मेरोमा नभए भिडियोमा ऊ त्यहाँनिर खै अब अहिले पछि हेर्छु त्यही छ त ऊ घरनिर ऊ घर र उ त्यो मान्छे त- देख्यो देख्यो कालो कालो। कालो होइन, यस टाउकोतिर भएको कालो कालो भएको के? त्यही के त्यही अहिले भिडियोमा हेर्ने अब अरे बन्द भएर फुल भिडियो बनाउँछ आज म अब यहाँ सबै यहाँ चितवन चौरा घुमेको भिडियो आउँछ साथीहरू ए आजको चाहिँ बेची हो यो चाहिँ हाम्रो घुमघाम त्यसो चाहिँ हामी फर्किन्छ बाई बाई गरेर बना भिडियो देखेदेखि थाहा हुन्छ चस्मा हेरिन चस्मा खोलिदिनु अब। हजुर मयूर देख्नुभयो हजुरले त्यो मामाको पसलमा मयूरको प्वाख समाउनु भएको थियो नि मयूरको प्वाख हो यही मयूरको प्वाख हो त्यो मन्दिरनिर के बागाएर अट्याक गर्न सक्छ भनेर हामीलाई चाहिँ रातो सेतो पहेँलो लुगा नलाउनु भन्नुभएको थियो 228 छ पाटेमा के चाहिँ दुई घन्टा त करिब करिब घुम्ने नै भन्छ त जङ्गल अनि 2 घन्टा राउन्ड मार्नु भनेको धेरै लगानी थियो तपाईँको ग्रास लाइनमै धेरै खर्च गरेको आइरहन्छ बेला हामीले अहिले पनि जिउँदै छ दुर्ग चिन्दैछ धेरै मान्छे माऱ्यो भन्दैछ होइन होइन गोविन्दले हात्तीको पनि आतङ्क भन्छ नि त आतङ्क त फुटबल खेल्दाखेरि गोल हान्ने होला क्या धेरै गोल हाने हो त्यो त अब नाबालिग भयो अलिक बढी खुट्टी भएर रोमाञ्चक राखेको त्यो त केही दिन हाम्रो भयो। रोनाल्डो धुर्केर अहिले रोनाल्डो छ छैन घर आयो
हो र अनि आफ्नो एरियामा पनि डन होला नि माछा रहेछ त खै लामो लामो के हो त्यो माछा हो लामो लामो माछा लामो लामो के हो माछा मैले नेपाली भाषा हो कि यार घरकै भाषा अहिलेको भन्दा ठुलो छ है केही देखियो जस्तो छ है साथीहरू यहाँनिर उता पनि छ गोही यहाँ पनि छ हो काठभन्दा मुनि त्यत्रो गयो लम्पसार गरेर चल्दैन कहाँ के हो थाहै के बस्ती रहेछ नि त्यहाँ क्या काठभन्दा मुनि खै ए हेर्न यत्रो गयो गयोहरू त्यो सबै ऊ गई त हो नि ऊ त्यो माथि माथि उ गरेर बसेको ऊ यिनीहरू सबै गई हो तराई बोटे ताल रे है साथीहरू यो चाहिँ एउटा काठ हो अघिको बत्ती सबै चौधरीको हो क्या चौधरी त्यहाँ उभिरहेको सानो बत्ती थियो नि उभिएको प्रायः चौधरीको देख्यो रहेछ माछा कस्तो लाग्यो एकछिन खाने जानेको लागि बुढा खै के देखाएको थियो यहाँ चाहिँ बुढी राप्ती उपभोक्ता समिति हिजो बुढा देखेर बुढी कता होला भनेको साथीहरू बुढी चाहिँ यता हुनुहुँदो रहेछ ऊ त्यो बुढी हो उसको काम हेर्नु हिँड्यौँ फेरि सफारीमा यता हेऱ्यौँ नि त नि त्यहाँ अहिले गोही देख्यो है बाबुले है गोही देखेको है ब्याकग्राउन्ड ससम्म गोही देख्यो है हो नि गोही देख्यो अनि के अरे पिकक देख्यो पिकक होइन मयूर के त त्यो बाबुले अनि अस्ति नै हाम्रो पछाडिमा मामाको मन्दिर नि र एउटा प्वाख राखेको छ नि अनि आन्सी र हजुर झगडा परेको थियो नि त्यसको लागि त्यो पिककको प्वाख हो नि अघि देखेको होइन मान्छौ कहाँ छ खोइ ए के हो यो त त्यही के होइन ज्वरो आयो नि मेरो गर्ने होइन ए म त के हो त्यो ढुङ्गा यहाँ पनि रहेछ तिन ऊ त्यो अर्को के रहेछ नयाँ कुरा रुख पो रहेछ बाबु किन तल बस्नु भएको टाउको ठोकिन्छ नि जाऊ बरु बाबासँग जाऊ जाने कि काखमा बस्छ माथि जङ्गलको भित्र आइपुग्यौँ साथीहरू यो चाहिँ बगाउँछ आइसक्रिम खाएर बस्नु भएको छ यता टावर छ हेर्नुहोस्
सफारीमा आइसक्रिम खाँदै हुनुहुन्छ साथीहरू। के हो के हो के हो के थुप्रो गाडीहरू अगाडि गइसक्यो के के गाडी गइरहेको रहेछ अगाडि अगाडि गाडी लागेछ नि त नि गाडी अगाडि गएपछि त भाग्छ जुत्ता लाग्यो नि उयो बाबाको साइडमा राखिदियो बरु उयो उयो त्यो बाबाको पछाडि राख न उयो माथि यहाँ बाबाकोमा राख्दा नि हुन्छ कि सानो राष्ट्रिय कुञ्जमा जीव सवारी गर्न आयौँ तर दुःखको कुरा यहाँ केही पनि देख्न पाएनौँ नो इन्ट्री भन्नु गैडा बाघ पनि देख्न पाएनौँ साथीहरू। अब चाहिँ हामी लुँदै लुँदै पल्किन्छौँ किनकि हामीले के पनि हेर्न पाएन जङ्गलमा फनफनी घुम्यौँ मात्रै अलिअलि यसोहरू मात्रै हेऱ्यौँ चराहरू मात्रै जङ्गल पुरै राउन्ड माऱ्यौँ। कस्तो लागिरहेछ तपाईँलाई केही देख्न नपाएर दामी फुलहरू फुलेको रहेछ अब बाहिर निस्किन्छौँ हामी बाघको चाहिँ फोटो मात्रै देख्न पाएँ म छनु त छ नि अब फोन कहाँ बसेर बसेर छ जङ्गल बरु यतै कता देखाएको थियो अघि हात्ती अब एकछिन काम पऱ्यो अरे यहाँ अनि सक्यो हाम्रो सफारी चाहिँ गइँदा यो फोटो हेर्ने जाने अब फोटो हेर्ने यहाँको जाने अघि बाँधिरहेको थियो नि एउटा कता हो होइन यतै चाहिँ होला अनि यतै जाँदा जाँदा देखाएँ कि त नि गोठ जस्तोमा एउटा हात्ती देखाएँ नि त सफल निर्जन ए बाहिरै निस्किसकेछ गेटमै अनि मान्छे हामी चुटुक चुटुक पलेको घर यतातिर छ साथीहरू हामी चाहिँ लाग्यौँ अब काठमाडौँ
गोइङ टु काठमाडौँ। त्यहाँ हेर न हामी त्यहाँ चढेको छ कति धेरै गाडी। के अरे यसको नाम? दिप सफारी। यो सफारा त अहिले हामी टिकट काट्यो भने सस्तै होला नि दिउँसो अहिले जान पाउँदैन रे नि त अहिले कति रेस्ट रे अनि उरे अनि त्यहाँबाट सबै पार्किङ। पकायो भने झन् पुग्छ बच्चा चाहिँ पापा र बोल्दा त भइहाल्छ नि। म्युजिक साउन्ड होइन चुक्रा नाफा निदाउँछ त्यो छोडिदिनु नगर अहिले कस्तो दामी आयो। मैले कहाँ देखेको थिएँ एउटा हात्ती के यहाँनिर आउँदो रहेछ। आयो साथीहरू हात्ती आयो सौराहा। त्यहाँ पनि हात्ती र फोटो खिच्छ। भयो अब खिच्न त हुन्थ्यो। मम्मीले सबै छ भिडियो बनाएछ टिकटकमा सबैको ढुङ्गा चलेको। बाई बाई अहिलेको लागि। चाहिँ फाइनली काठमाडौँ आइपुग्यौँ साथीहरू। घुमघाम सकाएर 3 दिनको ट्रिप सकाएर टुर सकाएर काठमाडौँ गल्ली गल्ली पुरै थाहा छ यार। कति गरममा कुन गल्ली कहाँ हो केही थाहै नहुने रहेछ। रातिको 9 बजे चितवनबाट यहाँ आइपुग्दा बाइकहरू एउटा दुइटा पसेर राख्यो भने त्यसरी बाइकहरू छ त त्यो त लस्करै बाइक र गाडी हिँडेको। अनि यो बालेको एरिया हो नि त होइन, बाँको एरिया हो नि त अब। यो भने सिटी हो नि त सिटी। अब यो काठमाडौँ सिटी भयो अब त्यो भने भिटी भयो है। अब भर्खर अब वाचिङ माई भिडियो। मलाई आउँदैन किन झरनमा चिसा लगाएर